हेलो स्टुडेन्ट, वेलकम ब्याक। आजको हाम्रो क्लास सेसनको लागि ल हेर त अस्तिको हामी जुन न्युमेरिकल प्रब्लम सल्भ गरेका थियौँ त्यो कुन टाइपको थियो? प्रेजेन्ट भ्यालु अफ बेनिफिटवाला थियो। भनेपछि पिभी बेनिफिटको फर्मुला चाहिँ हाम्रो के थियो? एल इन्टु एम इन्टु पिभीआइएफ के पर्सेन्ट एन इयर्स भनिसकेपछि त्यो एउटा टाइप्सको न्युमेरिकल थियो भने आज हामीले पढ्ने भनेको के छ? अर्को टाइप्सको न्युमेरिकलहरू छ जुनमा के हुन्छ हामीलाई कि प्रिमियम सोध्छ भने कि कोही एउटा क्वेसनमा कुन सोध्छ? इम्प्लिसिट प्रोबेबिलिटी भनेको मोर्टालिटी रेट सोध्छ। ल अहिलेको यो एउटा न्युमेरिकल हेरौँ त्यही कन्सेप्टको, अनि त्यसपछि बाँकी कुरा चाहिँ क्वेसन सकिएपछि गरौँ। हेर त, लाइफ इन्सुरेन्स कम्पनी हैज 5000 पोलिसी होल्डर भनिसकेपछि लाइफ इन्सुरेन्स गराउने मान्छे चाहिँ कतिजना रहेछन्? 5000 जना रहेछन् हो। इच होल्डर विथ एज अफ 40 हैज रुपिज 1 लाख फर लाइफ इन्सुरेन्स भनेको 5000 जना इन्सुरेन्स गराउने मान्छे छन् अनि एउटाले चाहिँ कतिको पोलिसी लिएको रहेछ त? 1 लाखको पोलिसी लिएको रहेछ हो। भनिसकेपछि एमाउन्ट अफ पोलिसी पनि आयो, नम्बर अफ पोलिसी होल्डर पनि आयो, अनि कम्पनी इज विलिङ टु सेट एन एनुअल प्रिमियम रेट टु चेन्ज टु दिस पोलिसी होल्डर सो द्याट इट विल ह्याभ सफिसियन्ट क्यास टु पे अफ द बेनिफिसियरी अफ एनी पोलिसी होल्डर हु डाई दिस इयर। यो भनेको के भन्दा इन्सुरेन्स कम्पनीले प्रिमियम चार्ज गर्छ हो कि होइन हो। भन्छ इन्सुरेन्स कम्पनीले प्रिमियम कसलाई चार्ज गर्छ? पोलिसी होल्डरलाई। भनिसकेपछि इन्सुरेन्स कम्पनीले पोलिसी होल्डरलाई प्रिमियम चार्ज गर्छ। किन चार्ज गर्छ भन्दा उसँग सफिसियन्ट क्यास हुन्छ ताकि त्यो वर्ष जति नै मान्छे मर्न सक्ने प्रोबेबिलिटी छ या मर्यो भने के हुन्छ त्यो प्रिमियमले चाहिँ उनीहरूको के हुन्छ कभर गर्न सकोस् एमाउन्ट भनेर हो। अनि हेर त, द एक्सपेक्टेड डेथ रेट पर एज 40 इज 5 पर 1000 भनेको 1000 जनामा कतिजना मर्ने रहेछन्? 5 जना। अनि द कस्ट अफ मनी फर द इन्सुरेन्स कम्पनी इज 6% भनिसकेपछि कस्ट अफ मनी पनि आयो कति? 6%। के भनेको यो भनेको के आयो? के पर्सेन्ट। अनि मोर्टालिटी रेट भनेको पनि मोर्टालिटी कति आयो? 5 पर 1000। अनि अर्को हेर त के भनेको छ? एमाउन्ट अफ पोलिसी पनि कति आयो? 1 लाख आयो। नम्बर अफ पोलिसी होल्डर कति आयो? 5000 आयो। भनिसकेपछि अब हेर त क्वेसन के सोधेको छ? हाउ मच द कम्पनी चार्ज फ्रम द पोलिसी होल्डर एट द बिगिनिङ अफ द पोलिसी पिरियड भनिसकेपछि हाउ मच द कम्पनी चार्ज फ्रम द पोलिसी होल्डर। कम्पनीले पोलिसी होल्डरलाई के चार्ज गर्छ त? प्रिमियम चार्ज गर्छ। के चार्ज गर्छ? प्रिमियम चार्ज गर्छ। भनिसकेपछि अब तिमीहरूले के बुझ्नु पर्यो? यो प्रिमियम चार्ज गर्नेवाला क्वेसन हो भनिसकेपछि प्रिमियमको फर्मुला हेर्न पर्यो। के पर्यो? प्रिमियमको फर्मुला हेर्नु पर्यो। हेर त, हामी क्वेसनमा के भनेको छ? हेर त, नम्बर अफ पोलिसी होल्डर चाहिँ कति छ? 5000 भनिसकेपछि यान भनेको चाहिँ कति भयो? 5000। अनि अर्को के भनेको छ? हेर त, एमाउन्ट अफ पोलिसी चाहिँ कतिको छ? 1 लाखको भनेको एउटा मान्छेले चाहिँ कति बराबरको पोलिसी लिएको रहेछ? 1 लाख बराबरको। अनि अर्को के भनेको छ? हेर त, द कस्ट अफ मनी फर द इन्सुरेन्स कम्पनी 6% भनेको कस्ट अफ मनी चाहिँ कति रहेछ? 6%। के भइहाल्यो हो? एमाउन्ट अफ पोलिसी एल इक्वल टु 1 लाख, कस्ट अफ मनी के इक्वल टु 6%। अनि मैले के भने भन्दा प्रिमियमको फर्मुला चाहिँ के हो? एल इन्टु एम अपन 1 प्लस के भनिसकेपछि हेर त हामीलाई एल दियो, के दियो भनिसकेपछि एम चाहियो कि चाहिएन? हो, एम पनि यहीँ दिएछ। हेर त, एक्सपेक्टेड डेथ भनेर भनेको छ। एक्सपेक्टेड डेथ रेट फर एज 40 इज कति छ? 5 पर 1000 भनेको के हो? 1000 जनामा 5 पर 1000 भन्छ कि नै? भनेको 1000 जनामा कतिजना मर्ने रहेछन्? 5 जना। कति? 1000 मा 5 जना मर्छन् भने 1 जनामा कति? 5 बाई 1000 भनेको कति आउँछ? 0.005 आउँछ। भनिसकेपछि 1 जना मर्ने चाहिँ प्रोबेबिलिटी कति रहेछ? 0.005। ल अलरेडी यो हेर त डेसिमलमा आइसकेछ कि नै? भनिसकेपछि यसलाई चाहिँ अरू क्वेसनहरुमा जस्तो पर्सेन्टमा लान परेन हो। यही मिस्टेक हुनसक्छ है तिमीहरूले। हेर त, हाम्रो के छ? 1000 जनामा 5 जना मर्छन् भने 1 जनामा कतिजना मर्यो? 5 बाई 1000 भने 0.005 आयो। भनिसकेपछि हाम्रो के हो? मोर्टालिटी रेट भनेको एम कति आयो? 1000 आयो। अनि अर्को हेर त, अब हामीलाई एल दियो, एम दियो, के दियो भनिसकेपछि प्रिमियम। अब हेर त,
प्रिमियम निकाल्नु पर्यो भनिसकेपछि अब हामीले फर्मुलामा राख्ने। P भनेको यल इन्टु एम अपन 1 प्लस के भनेको यल कति छ 1 लाख इन्टु एम भनेको 0.005 अपन 1 प्लस यो 6% लाई चाहिँ के गर्न पर्यो 0.06 मा कन्भर्ट गर्न पर्यो। पहिले पर्सेन्टलाई हामी यहाँ हेर त फर्मुलामा राखेर के गर्नुपर्छ पर्सेन्ट हटाएर गर्नुपर्छ भनिसकेपछि के भयो 1.06 भयो भनिसकेपछि ल यो भनेको 1.06 भयो ल हेर त 1.06 अनि के हुन्छ 1 लाख हेर 1 10 100 10,000 लाख इन्टु 0.00 भनेको 500 कति आयो होइन 100 10,000 लाख 500 divided by 1.06 भनेको ल हेर त कति आयो रुपीज 471.6981 ल यो भनेको हेर त प्रिमियम चाहिँ कति चार्ज गर्दो रहेछ इन्स्योरेन्स कम्पनीले पोलिसी होल्डरलाई देयरफोर द इन्स्योरेन्स कम्पनी चार्ज one premium. Thank you.